नेपालमा यी दिनचर पुतलीहरू अर्थात् ह्यान्डमेडेन मथ विशेष गरी तल्लो भूभाग र मध्य पहाडी क्षेत्रको न्यानो र आर्द्र हावापानीमा बढी भेटिन्छन्। यद्यपि यी पुतलीहरू प्राय कम उचाइ भएको जङ्गल, घाँसे मैदान र खेती गरिएका क्षेत्रहरूमा केन्द्रित भएको पाइन्छ। यी पुतलीहरू दिनको समयमा उड्ने र सक्रिय हुने गर्छन्। पोथी पुतलीले फेरोमोन अर्थात् एक किसिमको रासायनिक सुगन्ध छोडेर भालेलाई आकर्षित गर्छिन् र प्रजनन सुरु हुन्छ। समागम गर्न भालेले आफ्नो एन्टेना प्रयोग गरेर पोथी कहाँ छ भनेर पत्ता लगाउँछ र यिनीहरूको मैथुन सामान्यतया पुच्छर जोडिएको मुद्रामा हुन्छ। मैथुनपछि पोथीले अण्डा पार्नको लागि उपयुक्त स्थान अर्थात् आश्रय प्राय बिरुवाको पातको मुनि छान्ने गर्छ। एउटा अण्डाबाट वयस्क मथ बन्नेसम्मको सम्पूर्ण जीवनचक्र पूरा हुन सामान्यतया 46 देखि 63 दिन लाग्छ, तर यो अवधि मथको प्रजाति र तिनीहरू रहेको वातावरण अनुसार फरक हुन सक्छ। यी पुतलीहरू पूर्ण रूपमा विकसित हुन 4 चरणहरूबाट गुज्रिन्छन्। पहिलो, अण्डा समूहमा पार्छन् र विकसित हुँदै गरेको भ्रूणको लागि सुरक्षा कवचको रूपमा काम गर्छ। दोस्रो, लार्भा क्याटरपिलर अवस्था भनेको मुख्य रूपमा खाने र बढ्ने चरण हो। क्याटरपिलरले आश्रय लिएको बिरुवाका पातहरू खान्छ र धेरै वृद्धिका चरणहरू पार गर्छ। तेस्रो, प्युपा अवस्था अर्थात् लार्भा कोकुन वा क्रिसालिस बनाएर स्थिर रहन्छ र वयस्क पुतलीमा रूपान्तरण हुन्छ। चौथो, वयस्क प्युपाबाट निस्किएको वयस्क पुतलीको मुख्य उद्देश्य प्रजनन हो। प्युपाहरूले बगैँचा र अन्य रुख बिरुवाका फूलका रस खान्छन्। वयस्क ह्यान्डमेडेन मथको आयु सामान्यतया केही दिनदेखि अधिकतम 2 हप्तासम्मको हुन्छ। धेरैजसो मथ प्रजातिहरूमा वयस्क अवस्था सबैभन्दा छोटो हुन्छ र केहीको आयु केवल केही दिन मात्र हुन्छ। तिनीहरूको मुख्य उद्देश्य प्रजनन मात्र हुने भएकाले अधिकांश ऊर्जा त्यो काममा नै खर्च गरेको हुन्छ।